प्रश्न नम्बर 1 महाभारतको युद्धमा नेपालको तर्फबाट कसले भाग लिएका थिए? यसको सही उत्तर हो राजा यलम्बर। प्रश्न नम्बर 2 किराँतीहरूले कति वर्ष शासन गरे? यसको सही उत्तर हो करिब 1118 वर्ष। प्रश्न नम्बर 3 किराँतीहरूको मुख्य बसोबास स्थल कहाँ थियो? यसको सही उत्तर हुन्छ गोकर्ण। प्रश्न नम्बर 4 लिच्छवी वंशका प्रथम प्रामाणिक राजा को हुन्? यसको सही उत्तर हो मानदेव। प्रश्न नम्बर 5 लिच्छवी वंशका अन्तिम राजा को हुन्? यसको सही उत्तर हो जय कामदेव। प्रश्न नम्बर 6 नेपालमा मानक नामक मुद्रा चलाउने राजा को हुन्? यसको सही उत्तर हो मानदेव। प्रश्न नम्बर 7 मानदेवले आफ्नी आमाको नाममा कुन मुद्रा चलाएका थिए? यसको सही उत्तर हो भोगिनी। प्रश्न नम्बर 8 नेपाल सम्बन्धको सुरुवात कसले गरेका हुन्? यसको सही उत्तर हो राघव देवले। प्रश्न नम्बर 9 लिच्छवी कालमा प्रधानमन्त्री वा मन्त्रीलाई के भनिन्थ्यो? यसको सही उत्तर हो महामात्य। प्रश्न नम्बर 10 लिच्छवीकालीन समयमा जिल्लालाई के भनिन्थ्यो? यसको सही उत्तर हो विषय।